साथीहरु तपाईहरुले iOS 27 को धेरै भिडियोहरु देख्नुभयो होला आफ्नो रिल्समा, फिडहरुमा, युट्युबहरुमा हैन। तर तपाईलाई आफ्नो फोनमा iOS 27 ट्राई गर्नु छ भने कसरी ट्राई गर्नुहुन्छ? यो पब्लिक रिलिज त भइसकेको छैन तर यसको बेटा भर्सन चाहिँ रिलिज भएको छ। यसको बेटा भर्सन तपाईले आफ्नो मोबाइलमा सजिलै इन्स्टल गर्न सक्नुहुन्छ। यो मोबाइलहरुमा तपाईको यो आइफोनहरुमा इन्स्टल गर्न मिल्छ। यसि देखि लिएर तपाईको अहिले लेटेस्ट 17 प्रो म्याक्स सम्म सबै मिल्छ। अब यसको लागि कसरी गर्ने त भन्ने कुरो म तपाईले भिडियोमा भन्छु तर गर्न तपाईले गर्नु होला। यदि तपाईले गर्न सक्नु भएन भने कमेन्ट गरेर म लङ भिडियो पनि बनाउने छु। त्यसको लागि तपाईहरुले यो एप्पल बीटा सफ्टवेयर प्रोग्राम भन्ने यो वेबसाइटमा जानुपर्ने हुन्छ र यहाँ गएर यो तपाईको आइफोन छ भने iOS, आइप्याड छ भने iPadOS, म्याक छ भने म्याकओएस सबै यहाँ भएका सबै iOS मा तपाईले यसलाई राख्न मिल्छ। त्यसलाई तपाईले यो वेबसाइटमा जानेर आफूलाई यहाँ साइन इन गर्ने आफ्नो तपाईको एप्पल आइडी युज गरेर साइन इन गरेपछि यहाँबाट तपाईले यसलाई इन्स्टल गर्न मिल्छ र त्यसपछि आफ्नो मोबाइलको सेटिङ भित्र जेनरल भित्र र सफ्टवेयर अपडेट भित्र जानुभयो भने यहाँ तपाईको iOS को बेटा यहाँ देखाउँछ। यहाँ हेर्नुस् मेरोमा यो बेटा अपडेट मैले अफ गरेको यहाँ मैले अन गरे भने मैले यसरी यसलाई 27 इन्स्टल गर्न मिल्छ। मैले आफूले पनि यो मेरो एउटा फोनमा गरेको छैन। तर तपाईहरुलाई यो पुरा भिडियो चाहिन्छ भने कमेन्ट गर्नु होला। यस्तै यस्तै टिप्सको लागि हामीलाई युट्युबमा गएर नि सब्स्क्राइब गर्न सक्नुहुन्छ।